र साथीहरू अब म चाहिँ आज मेरिनेट गर्दैछु कुखुराको खुट्टा होइन। आज चाहिँ यो काठमा बनाइदिनु पऱ्यो एकदम क्लियर टाइपले हो। यसलाई कुकरमा हालेर सबै मेरिनेट भइसक्यो। मैले यसमा हालेको छु प्याज, रेड फ्रेस चिली, ग्रिन चिली, जिन्जर स्यालड होइन मेन, अनि जिन्जर गार्लिक र कोरिएन्डर पेस्ट गरेर हालेको छु है। अन्त हल्का यसलाई तपाईँको काश्मिरी चिली पाउडर अलिकति है, टर्मरिक पाउडर हालेको छु। आज केटाहरू यो बनाइदिन्छु म, हेर्दै गर्नुहोस्। अब यो कुकरमा मात्रै यसलाई चाहिँ हाल्नुपर्छ है। कुकरमा चाहिँ भाइ यहाँ चाहिँ हाल्नुपर्छ, भित्र चाहिँ आउनुपर्छ भन्ने छैन, तलै राख्न हुन्छ। म यसलाई हाल्दैछु हो। मैले आज क्यामराम्यान राखेको छु, बुर्बक छ यो क्यामराम्यान, त्यसले उल्टा गर्छ कि, त्यो भएर चाहिँ यसलाई मैले सम्झाउँदै गर्दैछु हो। यहाँ हल्कालाई चाहिँ के हाल्ने मेरिनेट गर्दैछ, अलिक तेल पनि हाल्छु हो। अहिले चाहिँ यो स्टाइलले नै बनाइदिनु पऱ्यो के होला। आज स्टाफमा सब्जी बनाएको यो खाओस् भनेर बनाइदिँदैछु है। हेर्नुहोस् यस्तो जुस छ यो चाहिँ अघि यसको हल्का त्यो पानी र त्यो जुस हो, पानी त हल्का तेल भएको यतिकै बस्ने मेरो। ल साथी आज यस्तै हो अहिले। ल आज चाहिँ अब यति नै हो है। अब यसलाई चाहिँ म बनाउनु सुरु गर्छु र अहिले बादमा देखाउँला।